यस्तो गर्दै आउनु यस्तो डाइरेक्ट उता भान्सामा खै बहिनी यो ऋषि परिवार तनहुँको आज ऋषिदेवलाई सम्पूर्ण हाम्रो पारिवारिक एकदम पार्टी प्लेसमा हिँड भइरहेको अवस्था सम्पूर्ण परिवार यति गम्भीर भिडको साथमा आइरहेको रामा चाहन्छु। नमस्ते भाइ। नमस्ते नानी। अहिले चाहिँ नि हाम्रो 82औं भिक्टोरिया क्रस डे मनाइरहेको हाम्रो 2-5 गोर्खाल्यान्ड फ्रन्टियर फोर्स 82औं भिसी डेको उपलक्ष्यमा हामीले सेलिब्रेसन मनाउँछौँ। आइरहेको जानकारी अहिले चाहिँ नि हाम्रो स्वागत मन्तव्य चलिरहेको छ। यस्तो हल्लाउँदै जाने थुप्रोजनाले हेरिसके भाइ नमस्कार। लाइभ हानेको बोले त अलि भर्खर लाइभ हानेको लाइभ भर्खरै है भर्खरै यहाँ भर्खरै वेलकम गरिरहेको नानीहरू बहिनी बेलातिर छ बहिनीले त्यहाँ सम्पूर्णलाई बिर्सेकै क्यालेन्डर त हामी खाइसकेको क्यालेन्डरको त्यो मान्छे सम्पूर्ण कुराहरूलाई बटनमा सबैले भन्दै जानुहोस् कुरा खाजा लिँदै जानु है। जो पनि आइपुग्नु भएको सबले आफ्नो आफ्नो खाजाको व्यवस्था यहाँ रेडी भइसकेको छ। खाजा लिनु होला। भिसिडीको सबैलाई मुबारक छ। भान्जी रहेछ सिधेको मुबारक। नमस्ते। 82औं भिसी डेको उपलक्ष्यमा 2-5 गोर्खा राइफल फ्रन्टियर फोर्स अग्रिम सेना आज हामी खरेन्टार तनहुँको ओखले एकान्त कुना मगर समाज भवनमा मनाइरहेका छौँ। देश विदेशमा हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई र पल्टनको सम्पूर्ण परिवारलाई हाम्रो भुकु परिवार तनहुँ परिवारदेखि हार्दिक शुभकामना व्यक्त गर्दछु। हस्, धन्यवाद। बाई। फ्रन्टियर फोर्स भिसी परिवारको भिसी पल्टनको 82औं नानीहरूलाई छोडिदिनु भिक्टोरिया क्रस देश विदेशमा रहने हाम्रो भिसी परिवार शर्मा
आज हामी मगर समाज हल एकान्त कुनामा भव्यको साथ कार्यक्रम गर्न गइरहेका छौँ। आज भिसिडेको सम्पूर्णलाई शुभकामना मङ्गलमय पक्राउन चाहन्छु। हस्, नमस्कार, राम राम, जय भिसी पल्टन। अफ गरिदिउँ अहिले छापा आयो त घरले साहब नमस्कार, राम राम साहब। ल 82 भिसिडेको उपलक्ष्यमा बहुत बहुत मुबारक छ सर। मुबारक छ।